नमस्कार अनि हार्दिक स्वागत छ द कमला साई च्यानलमा। म हुँ कमला। हजुरहरूको लागि निकै महत्त्वपूर्ण कुराहरू ल्याएर आएको छु। कृपया यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। समस्याको समाधान कसरी गर्ने? जस्तो समस्या भन्न बित्तिकै हामी जीवनमा आएका एउटा कठिनाइहरूबाट कसरी चाहिँ एउटा मुक्त हुने भन्ने कुरालाई सम्झिनुपर्छ। जस्तो कुनै पनि बाधा अर्चनाहरू आएका हुन्छन् नि त, केही अवरोधहरू। जस्तो स्कुल जानु छ अरे, स्कुल जाने क्रममा अचानक मेरो चाहिँ ड्याडी अथवा मम्मी बिरामी भइसक्यो। कस्तो बिरामी भइसक्यो होइन। अब बिरामी भइसके पछाडि स्कुल त अब रोकिने भयो, स्कुल जाने टाइममा भयो। अब हामीले के गर्ने त? त्यो समस्याको समाधान गर्नको लागि के गर्ने त? छिटोभन्दा छिटो आफ्नो बुवा मम्मीलाई हस्पिटलमा पुर्याउने। हस्पिटलमा पुर्याइसकेपछि उहाँको चेक जाँच गर्ने अनि घर पठाउने। अनि आफूले पछाडिको दिनबाट त्यो दिनमा अवरोध भयो भने पढाइ त्योभन्दा पछाडिको दिनहरूमा कन्टिन्यू गरिराख्ने। त्यो समस्या के थियो त? एउटा स्वास्थ्य सम्बन्धीको समस्या थियो। हो त्यस्तै अब कहिले कहिले किताब कापी नहुँदा पढ्ने विद्यार्थीहरूको लागि त्यो किताब कापीहरूको समस्याको लागि रोएर हुन्छ त? त्यो समाधान हुन्छ? हुन सक्दैन नि त। चिचाएर हुन्छ त? झगडा गरेर हुन्छ त? त्यो हुँदैन। त्यसको लागि बाआमासँग अथवा चाहिँ कोही पनि आफ्नो अभिभावकसँग चाहिँ हामीले एउटा कम्युनिकेसन गर्नु पर्यो। घरमा चाहिँ भन्नु पर्यो, मलाई यो समस्या छ भनेर भन्नु पर्यो। अनि त्यसको समस्या समाधान हुने। समस्या आयो मलाई यस्तो भएन हुन्छ नि त, त्यो एउटा बहाना हुन्छ क्या समस्या पनि होइन। कतिपय मान्छेहरूलाई यो भएन, मेरो बुवाआमाले पढ्न दिएन, लेख्न दिएन, अर्कोले दिएन भन्नुहुन्छ। त्यो एउटा चाहिँ बहाना हो कि तपाईँ भनेको बहाना। त्यसैले कोही खाने मुखलाई जुङ्गाले सिक्दैन भने जस्तै गरेर गर्ने मान्छेको लागि कोही कसैले पनि सिक्दैन। सो हामीले चाहिँ एउटा समस्या पहिचान मात्रै गर्नुपर्छ। यो समस्या यसरी समाधान गर्नुपर्छ भनेर एउटा समस्यालाई चिन्न सक्यौँ भनेपछि हामी अगाडि बढ्न सक्छौँ। अनि समस्या नआउने व्यक्ति कोही पनि छैन, सबैले समस्या आउँछ। ठुलालाई ठुलै समस्या, सानोलाई सानो समस्या। तर कहिलेकाहीँ हामी चाहिँ समस्या आयो भने पछाडि के भन्छौँ भने मेरोमा एकदमै पर्दाफास भयो, बर्जापात हुन्छ नि त होइन। बर्जापात भयो, मलाई मात्रै भयो सबै समस्याहरू हुन्छ। कसैमा पनि अब एउटा अब हुन्छ नि त, गाउँघरतिर मान्छेहरू बित्यो भने अब बाबा बितिजानु भयो, अनि भाइ बित्छ, बहिनी बित्छ होइन। एउटा यो त प्रकृतिको नियम हो। एकचोटि जन्मिनु एकचोटि मृत्यु हुनु भनेको चाहिँ प्रकृतिको नियम हो नि त। यसलाई हामी प्रकृतिको नियम हो भनेर हामीले आफ्नो मनलाई हामीले शान्त पार्न सक्नु पर्यो नि त। मेरो जस्तो यो कसैलाई पनि पढेन भनेर रोएको कराएछ, चिचाएको छ होइन, गाउँमा गएको छ, प्रचार गरेको छ, यस्तो भयो उस्तो भयो भन्ने भन्दा त अनि त्यसरी चाहिँ त्यो बितेको मान्छे फर्केर आउँछ त? आउँदैन नि त। हो त्यसले गर्दाखेरि अब त्यसको लागि के गर्ने त? अब बितिसक्यो, पास्ट इज पास्ट होइन। अब हामीले चाहिँ एउटा भूतकालमा के भयो कस्तो भयो त्यो कुराहरूलाई हामीले सम्झिने होइन, त्यसबाट हामी पार्सिनुपर्छ। अनि हामीले चाहिँ एउटा वर्तमानको समय सोचिन्छ, यो वर्तमानलाई कसरी प्रयोग बनाउने त भन्ने कुराहरूले ध्यानमा राख्नुपर्छ। वर्तमान समयलाई कसरी हामीले चाहिँ प्रयोग बनाउने त, अनि भविष्यमा के गर्ने त भन्ने एउटा चाहिँ प्लानिङ मात्रै गर्नुपर्छ। त्यसैले समस्या आउन बित्तिकै हामी पन्छिने होइन क्या, त्यो समस्यासँग जुझ्न सक्नुपर्छ। जब हामी समस्या सबै मान्छेहरूमा चाहिँ समस्या छ, समस्या नभएको मान्छे छैन। जस्तो तपाईँ भन्नुहुन्छ भने देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्नु, अथवा राष्ट्रपति रामचन्द्र भण्डारी अथवा गृहमन्त्री त्यो रमेश लेखक होइन, विश्वप्रकाश गगन दाई, उहाँहरूलाई समस्या नआएको भन्ने हो त? समस्या छ नि त। सानोलाई सानै समस्या, ठुलोलाई समस्या। हामीलाई के छ, घरमा चाहिँ कसरी चाहिँ खाद्यान्नको व्यवस्थापन गर्ने, शिक्षाको व्यवस्थापन, स्वास्थ्य कसरी व्यवस्थापन गर्ने, हाम्रो एउटा पारिवारिक हुन्छ भने उहाँहरूको चाहिँ देशको चिन्ता हुन्छ। देशका यो चाहिँ स्वदेशको कुरा भयो, अनि आफ्नो देशको कुरा भयो। अब अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने पनि जति पनि ठुला शक्तिशाली राष्ट्रहरू छन् नि, ती सबै शक्तिशाली राष्ट्रहरूमा पनि समस्याहरू छ। जस्तो अब अस्ति अमेरिकै कुरा गरौँ, त्यहाँको राष्ट्रपति डोनाल्ड ट्रम्प हुनुहुन्छ, त्यही अमेरिकाकै कुरा गरौँ। अमेरिकामा चाहिँ देख्नुभयो एकाएक आगो लागेर कति चाहिँ त्यहाँका चाहिँ जनावरहरू मारिए, अनि त्यहाँको जङ्गलहरू कति मासियो, त्यो जीव जनावरहरू कति चाहिँ आग लागिमै चाहिँ उनीहरूले चाहिँ आफ्नो जीवन चाहिँ व्यतीत भयो। अनि सँगसँगै अब त्यस्तै
गरेर त्यहाँ मान्छेहरू कतिका चाहिँ घरहरू जले भने त्यस्तै हाम्रो जापान जर्मन चाइना भारतदेखि लगायत विभिन्न देशहरूमा यस्तै यस्तै समस्याहरू छन् तर ती समस्याहरू के हुन् त भनेर आफूले पहिलाउन सक्नुपर्छ अनि समस्यामा कहिल्यै पनि हामीले हार मान्नु हुँदैन हामीले समस्यासँग जुझ्न सक्नुपर्छ जब हामी समस्यामा जुझ्न सक्यौँ भनेपछि मात्रै हामीले आफूले चाहिँ सफलता हात पार्न सक्छौँ जब समस्यामा जुझ्दैनौँ हामी समस्याबाट भाग्यौँ भने हामी कहिले पनि सफलता हात पार्दैनौँ भन्दै म यो भिडियो यहीँ थाती राख्दै भोलिको भिडियो ल्याउने कुरा हजुरलाई अवगत गराउँदै म पनि छुट्याउँछु नमस्कार।